पाउँछ कता हिँड्नुभएको भोटाले हिँड्नुभयो हो फेरि पोस्टर हेरेर भाषण सुनेर भाउ भएर भोट हाल्नु होला नि फेरि यस्ता पछि नलाग्नु है हजुर भोट त यसपालि त न नयाँको चमक न पुरानोको धमक बुझ्नुभयो नि काम गर्ने भए मात्रै काम गर्ने मान्छेलाई मात्रै भोट हाल्नु है काम नगर्ने भए राम्रै मान्छे हो भने त्यसमा भोट हाल्ने केही फाइदा छैन बुझ्नुभयो नि भोलिले मात्रै आकार पाकेर भोलि काम नगर्ने बुझ्नुभयो नि फोटो हेरेर होइन कि हजुर मान्छे हेरेर बुझ्नुभयो नि काम हेरेर मान्छे काम हेरेर चाहिँ भोट हाल्नुहोस् चुनाव अगाडि चाहिँ घरको दैलो हजुर हजुर नमस्कार हजुर भोट हाल्नु पर्छ है हजुर भन्दै आउने चुनाव भ्याएपछि जितेर गएपछि फर्केर नआउने मान्छेलाई भोटले के फाइदा बुझ्नुभयो नि त्यही भएर चुनाव जिताएर पठाएपछि तुरुन्त फेरि काम गर्न आउने खालको मान्छेलाई चुनेर मात्रै भोट हाल्नु भने बुझ्नुभयो नि पस्ताउनु पर्ला नि फेरि 5 वर्ष बुझ्नुभयो के बुझ्नुभयो टुक्कै गरेर काम गर्ने मान्छेलाई ठ्याक्क भोट हालेर आउँछ जानु त Ha 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 ha!